आऊ त मैया यता आऊ मेरो बच्चा यता दिदी नमस्ते। नमस्कार बहिनी। सन्चै हुनुहुन्छ? सन्चै छु। के गर्न लाग्नु भयो नि? ए चिसो छ के गर्नु नानु यो बाख्रालाई अब के गर्ने। कपडा लगाइदिनु भए रहेछ। लगाइदिएको छु नि मेरो जस्तो छोरालाई पनि त्यस्तै मानेर कपडा लगाइदिनु लाग्छु म यहाँ के गर्ने छोराछोरी जस्तो यिनलाई पनि त्यस्तै सोध्नु पर्यो नि हैन। पशु भए पनि ऊ बोल्न त जान्दैन त्यही पनि त उसको लागि त चिसो हुन्छ त्यही भएर हैन यिनी त मेरो छोरी हुन् नि एकटो। यो चिसोबाट बचाउनलाई के गर्नुहुन्छ नि यहाँले? के गर्नु ए लुगा लगाइदिएको छु बिहान उठेर यिनलाई तातो पानी त खान दिन्छु पहिला अनि दाना खुवाउँछु पिडो खुवाउँछु अरू घाँस खुवाउँछु त्यही त हो चिसो के गर्ने चिसो दिनदिनै खोरहरू सफा गर्नु पर्यो ऊ हाल्नु पर्यो के अरे माथि पराल हाल्नु पर्यो यिनलाई बचाउनु पर्यो आफूसँग त सुताउन नसके पनि मेरो छोराको जस्तो छ त्यस्तै माया लाग्छ के बुनु यिनको पनि त्यही भएर कपडा लगाइदिए हो। कति माया गर्नुहुन्छ? माया त म धेरै मान्छु जहाँ गए पनि म त एकछिन कहीँ गए पनि यिनलाई नदेखेपछि कस्तो हुन्छ त्यही भएर पनि बजार गए पनि शान्ति न व्यापार पनि छ पर अनि त्यही भएर अनि जहाँ गए पनि अब यिनलाई यसो उसो गरेर अब गर्नु पर्यो म यहाँ त्यही त हो नि। मेरा छोरो जस्तो त्यस्तै यसलाई पनि चिसो भयो होला यसलाई पनि केयर गर्नु पर्यो अब बाहिर टोइलेट सोइलेट जान त सक्दैन यो त पशु हो तर त्यही पनि त मुखले बोल्न नसके पनि यसलाई जस्तो मेरो छोरोको केयर त्यसै गर्छु कि त्यही भएर दिनको यसको दुईटाको कपडा म दिनदिनै चेन्ज गरेर आज लगाउँछ भोलि म धोएर फेरि अर्को चेन्ज गर्छु हिजो लगाएको आज अब हिजो लगायो आज लगायो भोलि म यो कपडा धोइहाल्छु। बिहान उठ्नु पर्यो यिनीहरूलाई अब तातो पानी तताएर खान दिनु पर्यो नानु यिनीहरूको मलसोतर बाहिर फाल्नु पर्यो जाडो छ यस्तो चिसो मौसममा अब यिनीहरूलाई पिडो खुवाउनु पर्यो घाँस खुवाउनु पर्यो जस्तो मेरो एउटा छोरा छ त्यस्तै यिनीहरूको पनि माया मान्छु के म यो त मेरो त यिनी त मुटु त्यही भएर अब के गर्ने अब कृषक भइसकेपछि अब यिनको स्याहार पनि गर्नु पर्यो बिहान उठ्नु उ गरेर अब त्यो सोतर बाहिर फाल्नु पर्यो गर्नु पर्यो काम अनि अरू त मेरो पसल पनि छ न त त्यही पनि अब सहारा मेरो सहारा यही नै हो यी तीनटा हुन् अरू कोही पनि छैन गर्नु पर्यो बिहान उठ्नु पर्यो यिनको लागि पनि स्याहार गर्नु पर्यो मेरो एउटा बेबी छ मेरो बेबीको भन्दा पनि यिनको धेरै माया लाग्छ के नानु मलाई के गर्ने अब पालिसकेपछि त आफ्नो छोराछोरी जस्तै मान्नु पर्यो हैन बस्नु पर्यो काखामा पिडो खान्नन् हजुरले पिडो खुवाएको देखिन्छ मैले यसरी खुवाइदिनु पर्छ यिनलाई मुखले यिनले त्यसै खाँदैनन् उठेर पिडो पकाएर आमा चाहिँ खान्छ यसलाई यस्तो मुख चोट्याएर मात्रै पिडो खान्छ नि दुईटा छोराहरूभन्दा छोराछोरी भन्दा पनि बढी छ के। हुन्छ दिदी कुराकानी गरिदिनु भयो खुसी लाग्यो। नमस्कार थ्याङ्क यू।